मा पुगिसकेपछि हुन चाहिँ हुन्छ ल नर्मल्ली है। के बढ्छ के घट्छ अब घट्ने कहाँनिर बढ्ने कहाँनिर त्यो आफ्नो ठाउँमा छ। अब यहाँ पनि अहिले यही यस्तै म जहिले पनि फोकस गर्छु यो वेज स्टकहरूलाई है। यो पनि अहिले लगभग लगभग हाम्रो यो वेज स्टक जस्तै नै हो कि अहिले। भनेपछि अब हामीसँग लगभग यसरी खेसरा कोऱ्यौँ भने अब हुन त यो हिजो अस्ति यहाँ थियो होइन। तर यो सम्मको अवस्था आउँदाखेरि यहाँ तल गयो। अब हामी नयाँ साइकलतिर लाग्दैछौँ यो भनेपछि यहाँनिर तल जानु भने चाहिँ यो नराम्रै भइसकेको थियो यो हाम्रो होइन। यसलाई योभन्दा तल जानु भने नराम्रै भइसकेको थियो यो 25 80 होइन यो 70सम्म जाने बित्तिकै अझै तल खस्किन्छ भन्ने लागेको थियो हाम्रो चाहिँ। करिब यो 25 25 50 25 30सम्मकै हामीले अनुमान गऱ्यौँ तर त्यो गएन ठ्याक्कै। केपी ओलीले अब हाम्रो पोलिटिकली राम्रो भयो। त्यो भइसकेपछि पनि एउटै क्यान्डलले हिजो 47 अङ्कको क्यान्डलले त्यहाँ पुऱ्याएपछि फेरि अस्तिकै ठाउँमा आयौँ क्या हामी। त्यो भनेको अब यो 2630 रेन्ज 2620 रेन्ज भनेको छ नि। यो एउटा वेज ठाउँ हो। अघि हामीले त्यो बनचरोको हेरेको थियौँ नि। अनि त्यही त्यही स्टाइलको हो कि अब यहाँबाट पनि हामीसँग माथि अथवा तल ब्रेकआउट हुन्छ हुन्छ एउटा कुरा। त्यही भएर एटलिस्ट हामी एक दुई दिन भए पनि यहाँ कुर्न सक्नु पऱ्यो क्या हामीले। यहाँ मनोबल एटलिस्ट यो एक दुई दिन चाहिँ हामीले खस्किन दिनु भएन एउटा कुरा होइन। अनि अर्को कुरा चाहिँ एउटा मैले जोड दिन खोजेको चाहिँ हिजो अस्ति पनि त यही लगभग 2630सम्म आएको थियो यहाँनिर यो हाम्रो होइन। यसको हाई भनेको 2632 छ। यहाँ पुग्दाखेरि यो हामी यो जहिले पनि हामी भोल्युम हेर्नुपर्छ क्या यो। यो चाहिँ मैले हामीले हेर्ने भोल्युम भनेको यो यो जो एभरेज लाइन छ यो हिजो अस्ति 2600 पुग्दाखेरि यहाँ थियो होइन। यहाँ एभरेज भोल्युम भन्दा कम छ कि। अनि यो जो एभरेज भोल्युम थियो होइन बढ्दाखेरि यो 3.4 अर्ब 3 लगभग 3 अर्ब अनि 4 4 अर्बको यो जुन बढ्यो नि बढेको दिन चाहिँ रेड क्यान्डल भएर 4.5 अर्बको बेच्यो कि लगातार 2 दिन यो लगातार 2 दिन गर्ने बित्तिकै हामीलाई अझै तल जान्छ भने फर्दरलाई चाहिँ हामीलाई यहाँनिर यो सिग्नल हो कि किनभने किनेको भन्दा बेचेको जहिले पनि बढी छ भने अब जान सक्दैन के। कहिलेकाहीँ एक्सेप्सनली एउटा दुइटा हुनसक्छ तर लगातारै आयो नि त यो दुइटा होइन। त्यो पनि यो किनेको भन्दा बढी योभन्दा अगाडि हेर्नु कति दिन त तपाईँको किनेको त 3 3 अर्ब मात्र छ नि त यो प्लसहरू जो आयो। तर आजको दिनमा चाहिँ के अवस्था छ भन्दाखेरि हिजो अस्तिसम्म यहाँनिर के गरौँ मान्छे होइन। यहाँनिर अन्यलको अवस्था थियो। अब पोलिटिकली अलिकति राम्रो भयो। यो आराउन हुने बित्तिकै यसले यो हाम्रो डोजी क्यान्डलले अलिकति कन्फ्युजन भयो। त्यसको भोलिपल्ट लगभग होइन अब यहाँ यो 3 र 5.5 भने त झन्डै झन्डै डबलै हो नि त। डबल भोल्युमले यो यत्रो 47 अङ्कको आयो। यसले हामी सबै हौस्यौँ। त्यसपछि अब आजको जो भोल्युम छ नि त्यो भनेको योभन्दा फरक छ भन्न खोजेको के योभन्दा यहाँनिर तपाईँको जे ग्रिन क्यान्डलको भोल्युम छ होइन त्योभन्दा एकदम बढी थियो होइन। यो 4 र 4.25 भयो नि त यिनीहरू भोल्युम। तर आजको केसमा हिजोको 5.5 अनि आज त 4.25 मात्र छ कि होइन। त्यो कारणले गर्दाखेरि यो सिनेरियो जुन किसिमको यहाँ सिनेरियो भनेर फेरि फर्किसक्यो भने र यहाँ चाहिँ यो डिफ्रेन्ट सिनेरियो छ। त्यही भएर एटलिस्ट एक दुई दिन चाहिँ हामी अघिको वेज प्याटर्नले गर्दाखेरि मैले भने होइन यो वेज प्याटर्न यहाँ मैले यहाँ पनि ड्र गरिरहेको छु होइन। यो वेज प्याटर्न यहाँ पनि ड्र गरिरहेको छु। अब यो वेज प्याटर्नले पनि हामीलाई यहाँनिर एक दुई दिन कुर्नलाई सुझायो भनेपछि भोल्युमको केस पनि हिजो अस्तिको भन्दा फरक भएको कारणले गर्दा एक दुई दिन हामीले धैर्यता गर्नुपर्छ क्या। अनि यसरी धैर्यता गरिएन भने हामीलाई के हुन्छ त भन्दाखेरि लेट चाहिँ अब कुनै एउटा स्टक किन्यो हामीले त्यो स्टकलाई हामीले अब 10% भने वर्स्ट कन्डिसन हो। अब दुई चारवटा स्टकहरू म पनि त्यसरी नै 10%सम्म पनि कुरेको छु फन्डामेन्टल राम्रो हो त्यसमा अब केही न केही न्युज आउनेवाला छ भनेर कुरेको हुन्छु। तर नन फन्डामेन्टलको केसमा अथवा हामीले कतै सिग्नल पाएर किनेको स्टकमा नो मोर देन 5% चाहिँ लस गर्नै हुँदैन क्या हामीले। त्यो छोडिदिनै पर्छ। यसलाई मैले जहिले पनि एउटा के भन्ने गरेको छु भन्दाखेरि जस्तै यो चाहिँ एउटा हाम्रो यो जापानिज जापानिज एउटा सक्सेसफुल ट्रेडरले के भन्छ त भन्दाखेरि यो इक्विटी मार्केट मतलब सेयर मार्केटको ट्रेडरले तपाईँ कुनै दिन चाहिँ यो सधैँ अफिस जाने बेला चाहिँ बिहान 7 बजे ट्रेन चढ्नुहुन्छ। त्यो 7 बजे चढेको जो ट्रेन छ सधैँ आउँछ कि। एक दिन तपाईँ के भयो त भन्दाखेरि 7:05सम्म पनि ट्रेन आएन। ल ठिक छ 7:05सम्म आएन अलिकति कुर्न सकियो।
तर जब 7:10 भइसक्छ, 7:15 भइसक्छ, तपाईँ त्यो ट्रेनलाई कुरेर बस्नुहुन्छ कि अब घर फर्किनुहुन्छ अथवा अर्को विकल्प चुज गर्नुहुन्छ भन्ने कुरा हो कि। अब हामीले मैले भन्नु खोजेको के, त्यो 7:05मा 7 बजे आउनुपर्ने ट्रेन 7:30 8 बजे नआएपछि त्यो ट्रेन त त्यो दिन केही न केही प्रब्लम भएर आएन नि त। त्यही भएर आइदर हामीले अर्को ट्रेन चढ्नु पऱ्यो हेर्नुहोस् कि फर्किनु पऱ्यो के। अर्को ट्रेन चढ्ने भने चाहिँ अर्को मोमेन्टम भएको स्टक त्यो बेचेर किन्नु पर्यो। आइदर त्यो जुन बेचेर क्यासमा बस्नु पर्यो हामी, होइन, ताकि अर्को अब ट्रेन आउने बित्तिकै भोलि चढौँ बरु, भोलि पर्सि फेरि किनौँला के। त्यही ट्रेन चढ्ने हो भने भोलि कुर्नु पर्यो, अर्को ट्रेन चढ्ने भयो त्यसलाई छोड्नु पर्यो, होइन। त्यो कारणले गर्दाखेरि हामीले यो स्टक मार्केटमा पनि यो इक्जाम्पल चाहिँ म सधैँ नर्मली, होइन, यो क्लास लिएर जहिले पनि भन्ने गर्छु कि भनेपछि ट्रेन छुट्यो भने छुट्यो छुट्यो, त्यही ट्रेनलाई कुरेर बस्नु भने हामी आफ्नो लस अथवा आफ्नो टाइम मात्र बर्बाद गरिरहनु हो कि। अब त्यो कारणले गर्दाखेरि फन्डामेन्टलमा भए हुनसक्छ है, फन्डामेन्टलमा पनि सकेसम्म त गर्नुपर्छ। तर नन फन्डामेन्टलको केसमा त हामीले जुन स्टप लसहरू हालेका छौँ त्यो गर्नु नै पर्छ है। एउटा यो चाहिँ अब करेन्ट सिनेरियोको कुरा भयो। यति बुझ्नुभयो सरहरूले यति कुरा? हुन्छ सर। सरहरूले बुझ्नुभयो यति कुरा? हुन्छ सर, बुझ्यो। ल, अब म एउटा बुझ्यो दाइ। सानो सानो एउटा डायग्राम मात्र बुझाउँछु तपाईँहरूलाई, होइन। यो पहिला पनि देखाइसकेको नै कुरा हो। अ, हामी यो भनेको साइडवेज मार्केट हो, हेर्नुहोस् है एकचोटि। सपोर्ट रेजिस्ट्यान्स जहाँनिर छ नि, साइडवेज मार्केट हो। दुई तिनचोटि यसरी सपोर्टहरू रेजिस्ट्यान्सहरू बनिरहेछ भने हामी यो रेजिस्ट्यान्समा किन किन्न हतार गर्छौँ के, भन्दा मेरो मेन क्वेसन चाहिँ यो हो, होइन। जहिले पनि हामीले किन्ने भने यदि तपाईँले कुनै पनि स्टकमा यो देखिरहनु भएको छ भने, यो टाइपको देखिरहनु भएको छ भने जहिले पनि किन्नलाई यो सपोर्ट कुर्नु नै पर्छ के। यहाँबाट गएर जहाँसुकै जाउँछ हामी मतलब नगर्ने है, एउटा कुरा। अब यहाँ पनि किन्न सकिन्छ त, कस्तो केसमा म अहिले देखाउँछु, होइन। जहिले पनि कुनै पनि स्टक यो प्याटर्नमा गइरहेछ भने अब यो एउटा हाम्रो रेजिस्ट्यान्स, यो पनि रेजिस्ट्यान्स यहाँ आयो, अब त ब्रेक गर्ला भनेर हामी कहिले पनि नसोचौँ। हामी किन भन्दा रिटेलर हो नि त, हामीले गर्दा त मार्केट कहिले पनि अगाडि लानै सक्दैनौँ, कुनै पनि स्क्रिप्ट हामी चलाउनै सक्दैनौँ। मैले किनेर, हाम्रो ग्रुपले किनेर कुनै पनि स्क्रिप्ट लाने, म घाटामा छु साथीलाई किनाएर ग्रुपलाई किनाएर माथि जान सक्छ भन्ने मेन्टालिटी सधैँको लागि त्याग्छौँ हामी, कहिले पनि सक्दैनौँ स्टक मार्केटमा यो, है। किन भन्दाखेरि अरबको खेलमा हाम्रो करोडवालाले केही पनि गर्नै सक्दैन। खरबको खेल हो, नेप्सेको कुरा गर्दा खरबको खेल हुन्छ, स्टकको कुरा गर्दा अरबको खेल हुन्छ। त्यही भएर मैले किनेर माथि जान्छ भनेर कहिले पनि नसोचौँ, होइन। अब जहिले पनि मैले भने स्टकहरू यो प्याटर्न फलो गरिराखेकै हुन्छ नर्मल्ली, भनिसकेपछि यो रेजिस्ट्यान्स रेजिस्ट्यान्स जुन लेभल छ यहाँ कहिले पनि किन्न नै भएन के। जहिले पनि स्टक किन्नु अगाडि कतैबाट पनि सिग्नल आओस्, होइन, एकदम आफूले एकचोटि चाहिँ हेर्नै पर्यो कि। त्यही भएर यो कुरा जहिले पनि किन्दाखेरि यहाँ किनौँ, यहाँ किन्दाखेरि त तपाईँ त यति त बस्नु भयो नि त, एटलिस्ट यति त बस्नु भयो नि, यहाँबाट पनि खस्किन्छ अरे, ल म अहिले माने भनेपछि यो त बचियो नि त। यहाँ बिचमा किन्नु, साइडमा किन्नु, यहाँ टपमा किन्नु हुँदा यहाँ बरु किनौँ हामी, है। एउटा कुरा चाहिँ यो भयो। अब यही कुरा चाहिँ हेर्नु, यो फिगरलाई एकचोटि राम्रो हेर्नुहोस् है। यही जो कुरा छ नि हाम्रो सपोर्ट एन्ड रेजिस्ट्यान्स कस्तो बन्छ त भनौँ हेर, यदि हाम्रो बुल अथवा बियर हुने भए यहाँ भन्छ ल हेर्नु। भर्खर मैले सपोर्ट रेजिस्ट्यान्स जो भनिरहेको छु नि, त्यो सपोर्ट रेजिस्ट्यान्स भनेको यो ठाउँ हो, ल हेर्नु यो ठाउँ, होइन। यो रेजिस्ट्यान्स हो, यो सपोर्ट हो, यहाँ गएको गई छ भनेपछि अस्ति साइडवेज मार्केटमा पनि मान्छेले कसरी कमाउँछ त, म त कमाइनँ भन्ने हुन्छ नि त, होइन। यही गरे हो, उसले यहाँ आउँछ किन्छ, यहाँ आउँछ बेच्छ, यहाँ आउँछ किन्छ फेरि अलिकति बेच्छ, यहाँ आउँछ किन्छ फेरि बेच्छ के उसले। भनेपछि अब यो ठाउँबाट चाहिँ यहाँ माथि लाग्यो हेर्नुहोस् है, यो ठाउँबाट पनि माथि लाग्यो। यो ठाउँबाट माथि लाग्ने आधार के हुन्छ त भन्दाखेरि यो ब्रेकआउट गरेर, होइन, एकचोटि रिटेस्ट गरेर अनि बल्ल यो ब्रेकआउटलाई पनि फेरि ब्रेकआउट गऱ्यो भने अनि बल्ल किन्न सकिन्छ कि। यस्तो ब्रेकआउटहरू योभन्दा अगाडि हुनु भएन के। हेर्नुहोस्, योभन्दा माथि गएको एक त माथि छैन, होइन, यहाँ पनि छिटफुट यसलाई ब्रेक गरेर यहाँ माथि आउँछ भने पनि त्यो माथिहरू भन्दा पनि अझै माथि जानु पऱ्यो कि, अनि मात्र किन्न सक्छौँ हामी जहिले पनि। भनेपछि सपोर्ट रेजिस्ट्यान्समा माथि बाई त गर्न सकिन्छ, तर कहिले भन्दाखेरि रिटेस्टमा बाई गर्न सकिन्छ कि, रिटेस्टमा। यो कुरा याद गर्नु पर्यो। अघिको कुरा हामी यहीँ भित्रको कुरा गरेको हो। अब चाहिँ बुल मार्केटै लेट चाहिँ आयो भने पनि यो ब्रेकआउट हुनसाथ कहिले पनि किन्नु हुँदैन। तल आउँदाखेरि हामी फेरि नभए तलैसम्म आइदिन्छ यो फेक ब्रेकआउट भएर, अदरवाइज फेरि के हुन्छ भन्दाखेरि यो फेक ब्रेकआउट भएर तपाईँको रिटेस्ट गर्न आयो अहिले, रिटेस्ट गर्न आयो भने पनि हामी 3-4% भने हाम्रो यहाँ पैसा बच्छ कि। एउटा कुरा यो भयो, होइन। अनि अर्को यही सिनेरियो हो,
कुनै पनि यो खेलाडीले आफ्नो स्टक माथि लग्यो होइन, आफ्नो स्टक मार्कअप गरेर माथि लग्यो, यो एउटा साइकल हो है। यो एकुमुलेसन फेजको कुरा भयो। यो एकुमुलेसन फेज खेलाडीले आफ्नो पैसा 90% यहीँ लगाउँछ क्या। खेलाडी भनेको मैले स्मार्ट मनीको कुरा गरेको होइन है, जहिले पनि खेलाडी भनेको बिग मार्केट, बिग बिग प्लेयर हो होइन। जस्तै इन्स्टिट्युसनल ब्याङ्क भयो, म्युचुअल फन्ड ठुल्ठुलो भयो, ठुल्ठुलै खेलाडी होइन। सानोतिनो यो दिपेन्द्र अग्रवाल यिनीहरू त होइन है फेरि ठुलो स्टकको लागि। त्यही भएर नसक्ने भएर उसले जहिले पनि लो क्याप खेलिराख्यो कि, यो कुरा याद गरौँ। जहिले पनि दिपेन्द्र अग्रवाल नेपालको केसमा हर्षद मेहता या त्यहाँ पक्कै पनि होइन है, त्यसो नसोचौँ। किनभने उसले त्यसरी नेप्सेलाई लान नसकेको भएर त पर्टिकुलर यो एउटा स्टक लगेको हो नि त। अनि त्यो स्टकहरू पनि उसले लगाएर स्टकहरू कति फसिरहेछ नि त। अब भनिसकेपछि हामीले किन्ने भए यही ठाउँमा हेर्नु पर्यो भनेको के। अनि यहाँ ब्रेकआउट दियो ठिक छ भने यहाँ किन्नु पर्यो। अनि हामी कहाँ किनेर हुन्छौँ भन्दाखेरि यो मार्कअप फेजमा किनेर हुन्छौँ कि। मार्कअप फेज पनि कुन लेभलमा त भर्खर भएको भए ठिक छ। अब हामी यो लाग्यो किनेन, अरूले किन्यो, फेरि लाग्यो किनेन, अरूले किन्दै गयो भने हामी कहाँ फस्छौँ त भने यहाँ फस्छौँ के, यहाँ। अनि यहाँ पनि ठिक छ। यो जुन हाम्रो जुन माथिको डिस्ट्रिब्युसन फेजमा पनि जसरी एकुमुलेसनमा जस्तै एउटा रेन्ज बनाउँछ, सपोर्ट र रेजिस्ट्यान्सको रेन्ज बनाउँछ यहाँ पनि पक्कै। अब यहाँ पनि हामीले यो सपोर्टमा किनेर रेजिस्ट्यान्समा छोड्न सक्यो भने ठिक छ। अदरवाइज यो जति उसले यो ठाउँमा किने हो यो त मार्कअप हो। उसले त यहाँ धेरै किने हुँदैन। यहाँ धेरै नकिनिकन उसले प्राइस चाहिँ बढाउने हो है। यहाँ धेरै नकिनिकन सर्किट रेन्ज लगाउने हो यहाँ। भनेपछि अब उसले यो ठाउँमा त छोड्ने हो, उसले जहिले पनि छोड्ने हो होइन। यो ठाउँमा अब उसले छोडिसकेपछि यो कुनै पनि स्टकलाई कोही पनि अब अरू प्लेयरले समाउनै सक्दैन। यो फ्री फल होइन। ग्राभिटीले मानौँ मैले कौसीबाट एउटा ढुङ्गा खस्या भए कसले रोक्ने हो र? त्यो ढुङ्गा रोक्ने मान्छे आफै फस्छ त्यहाँ होइन। त्यो ढुङ्गा जसले जसले रोक्न खोज्यो ऊ आफै दुर्घटना पर्छ। कसैले पनि छुँदैन यो ठाउँमा ठुलो मान्छेले। अनि यहाँ चाहिँ हामी चाहिँ फस्ने हो रिटेलर है। अब त्यसै गरी मैले एउटा दुइटा एक्जाम्पल दिन्छु होइन। यो अब हामी नै पनि इन्गेज भएको अब यो हामी होइन 65 ब्रोकरमा एसएमएचएल एउटालाई कसरी चलायो एकचोटि हेरौँ। ब्रोकर आफै पनि फसेको छ यो 65मा, ल हेरौँ होइन है। यी अघि मैले तपाईँहरूलाई भनेको कुरा यो हो होइन। यो यति धेरै समय चाहिँ उसले चाहिँ यो ठाउँ एकुमुलेसन गरेको हो कि, यो ठाउँहरू भने उसले एकुमुलेसन गरेको हो कि। तपाईँको माथि लान्छ तल ल्याउँछ, माथि ल्याउँछ तल ल्याउँछ, एकुमुलेसन। अनि अघि मैले रिटेस्ट रिटेस्ट भनेको थिएँ नि त, यहाँबाट गएर उसले होइन, यहाँबाट गएर उसले यसलाई ब्रेक गर्यो कि, पहिलाको ब्रेक गर्यो होइन। यो ब्रेक गरेर यहाँसम्म गयो। अनि रिटेस्ट भनेको यो हेर्नुहोस्, तपाईँ किन्नु पऱ्यो भने यहाँ किनौँ न, किन यहाँ किनिराख्नु पऱ्यो भनेको के। यहाँ किनौँ, यो रिटेस्ट हो। अब रिटेस्टपछि उसले मैले अघि भने नि होइन, सिधै मार्कअप गरेर लान्छ आफ्नो जहाँनिरसम्म लानुपर्ने, यो मार्कअप हो। अब मार्कअप भने नै किन लान्छ भन्दाखेरि आफ्नो स्टक यहाँ तल किने स्टक बेच्नलाई लाने हो नि त उसले। ल अब यो मजाले बेचेको त देख्यौँ नि त हामीले होइन। यो ठाउँमा त उसले बेच्यो यी होइन। जे टप छ त्यही त्यही मात्र डिस्ट्रिब्युसन भन्ने हुँदैन। यो टपमा त केही समयको लागि मात्र लान्छ उसले, नसकेर यो ठाउँमा ल्यायो कि। यो ठाउँमै ल्यायो भने ऊ त धेरै प्रफिटमा छ नि त ऊ आफू त होइन। यो ठाउँमा उसले सबै एकोमोडेसन गरे अब उसको मार्कअपमा पनि केही पैसा लाग्ला यी होइन। 100%ले बढाइरहेछ यो। अब 100% बढाएकोमा उसको त 20-30% त जसरी पनि पाउँछ क्या उसले। भनेपछि वान्स उसको सबै जब स्टक सक्यो नि यहीँदेखि उसले बेचेको त यो सबै नै हो नि होइन। मैले रेन्ज देखाउनलाई, सपोर्ट रेजिस्ट्यान्सको रेन्ज देखाउनलाई मात्र, यो सपोर्ट रेजिस्ट्यान्स हेर्नु, यो रेन्जमा होइन, एकुमुलेसनमा मात्र सपोर्ट रेजिस्ट्यान्स हुँदैन नि होइन। यो डिस्ट्रिब्युसनमा पनि सपोर्ट रेजिस्ट्यान्स हुन्छ नि जहिले पनि। यी यहाँबाट लग्यो, लग्यो फेरि ल्यायो, फेरि लग्यो, फेरि ल्यायो, फेरि लग्यो। फल्स ब्रेकआउट, फल्स ब्रेकआउट अघि भन्छ भनेको यो हो उसले। भनेपछि यहाँबाट उसको माल जब सक्यो नि फ्री फलमा हालिदियो क्या। वान्स उसँग माल नभइसकेपछि होइन यो फ्री फलमा हालिदियो हेर्नुहोस् त। ल अब छैन, अब के गर्ने त अब। त्यसपछि माथि लगेको भनेको छँदै छैन। एका दुवा दिन लगेको भनेको उसले आफ्नो माल बेच्न यी यसरी 10% लग्यो। त्यसपछिका दिनहरू छैन। भनेपछि अब मैले हिजो एउटा सेयर गरेको एउटा होइन हाम्रो अब साथीको पनि के भयो भन्दाखेरि 1200मा उसले किनेको होइन। 1200मा किनेको उसले कति किन्यो आफ्नो पोर्टफोलियो त्यत्रो। अब माल आयो तपाईँको होइन, आज त 600मा पनि गएन। हिजो कमसेकम 600मा बसिरहेको थियो, आज यो भयो के अवस्था। त्यही भएर यो जुन अघि हामीले हेरेको प्याटर्न छ नि यो प्याटर्न सबै स्टकमा हुन्छ क्या। यो
एउटा यो ठाउँ भयो, त्यसपछि यो ठाउँ भयो, त्यसपछि यो ठाउँ होइन। अब यो त लाइभ डाटामा मैले प्र्याक्टिकली नै देखाइरहेको छु नि त। यो अघिको भनेको हाम्रो थ्योरी हो, ए हुन्छ है भने युनिभर्सल थ्योरी हो। अब त्यो थ्योरी या प्र्याक्टिकल एसएमएचरमै मैले देखाएँ नि त यो कुरा त, होइन। त्यो भएर हामी जहिले पनि स्टक किन्दाखेरि जोसुकै भन्नु, यो स्टक नेपाल डट कममै आओस्, मैले भने जोसुकैले भन्नुहोस् साथीभाइ, जहाँसुकैबाट आओस् क्या, हामी कुन प्याटर्नमा छौँ त। होइन प्याटर्न कन्फ्युज भयो भने किन्दै नकिनौँ, जोसुकैले जतिसुकै 10% 20% कमाओस्। सबैभन्दा पहिला हामी जेनरल रिटेलर भनेको छ नि, डिफेन्सिभ हुन सिक्नु पर्यो। मैले जहिले पनि भनेको कुरा हो, डिफेन्सिभ हुनु पर्यो, अट्याक होइन। होइन अट्याक त ठुलोले गर्छ नि त, हामी डिफेन्सिभ हुँदै अलिअलि अलिअलि किन्नु पर्यो, खान सक्नु पर्यो कि एउटा कुरा। अब यो टाइपको नभइकन यस्तो टाइपको नि हुन्छ, एएलबिएसएलको प्याटर्नलाई हेरौँ है। हामी नर्मली यो मिनर्भिनी थ्योरम भनेर भन्छौँ होइन। यो एएलबिएसएलमा कस्तो मजाको उसले काम गरिरहेको छ, म अर्को अरू अरू पनि स्टक देखाउँछु म तपाईँहरूलाई है अहिले, होइन। खेलाडीले कहिले पनि छोडेन भने आफ्नो स्टकलाई धेरै तल ल्याउँदैन कि। यहाँ पनि हेर्नु यति लामो एकुमुलेसन एकुमुलेसन यहाँ धेरै लामो चल्छ क्या नर्मली। अब मैले यही टर्मलाई यहाँ ल्याउँछु भने सपोर्ट र स्ट्यान्ड पनि छ क्या यहाँ मजाको है। टाइम सक्यो भने एकछिन हामी फेरि जोइन गरौँला है। ल यो सपोर्ट र स्ट्यान्ड यहाँ पनि मजाको छ क्या, हेर्नु न होइन। सबै स्टकहरूमा नर्मली हुन्छ कि यो, ल यहाँ गयो गयो होइन, आयो यहीँसम्म आयो, फेरि गयो होइन, आयो गयो आयो होइन। ल अब त्यसपछि यहाँबाट चाहिँ हेर्नु, यो अलिकति यहाँ बस्यो, त्यसपछि चाहिँ गयो के, यो मार्कअप हुँदै गयो कि। अब यही पनि कति रेन्ज छ होइन, 770देखि 870 भन्छु ल। अनि 100 रुपियाँको रेन्जमा त खेल्यो नि त उसले, 100 रुपियाँको रेन्जमा कति धेरै समय। लेट्स चाहिँ मैले यहाँबाट गरेँ भने मार्चदेखि लिएर जुलाई भनेपछि 5 महिना त यही भइसक्यो कि। 5 महिना यसरी खेलिसकेपछि यति लामो एकुमुलेसनपछि ऊ मार्कअप गरिदियो भनेपछि अब यो मार्कअप पेजमा उसले के गर्यो त भन्दाखेरि फेरि फर्दर उसले लान खोजिरहेको छ यो होइन। भनेपछि यो फर्दर लान खोज्दा पनि उसले फेरि केही यहाँनिर इनर्जीहरू अहिले सङ्कलन गर्यो, यो एउटा भयो भनेपछि अब पनि त्यसपछि ऊ के भयो त भन्दाखेरि फेरि लान खोजिरहेछ क्या, यो फेरि लान खोजिरहेछ उसले होइन। अब फेरि लान्छ कि लाँदैन त भन्ने कुरा चाहिँ यहाँ अहिलेसम्मको अवस्थामा चाहिँ उसले तत्काल लाने सम्भावना चाहिँ लगभग छैन। लानुलाई यो किसिमको हेर्नु, यो एभरेज जो भोल्युम छ नि, यो एभरेज भोल्युमहरू भन्दा उसले किनेको मजाले देखिरहनु पऱ्यो क्या यसरी। हेर्नु न यहाँ किन्दाखेरि एक दिन मात्र किनेन नि, उसले हरेक दिन अलिअलि अलिअलि गर्दै लगिरहेछ। यो ठाउँमा हेर्नु न, तल भोल्युम हेर्नुहोस्, हरेक दिन लगिरहेछ क्या। यस्तो कन्डिसन आउनु पऱ्यो हामीलाई भनेपछि अब पनि फेरि हामी झुकेर हेर्नु, ए यो पनि त सधैँ हरियो हरियो क्यान्डलहरू छ नि त भनेर हामी यो जस्तो नै हो नि त भनेर हामी यहाँ झुकिनु भएन। किन भन्दाखेरि तल भोल्युम हेरौँ, किनिरहेको छैन हो किन। अस्ति डेलीका डेली भयो 40 42 हजार, यो 50 हजार हुने स्टकमा आजको दिनमा 20 हजार चलिरहेको छ भने हामी यहाँ हतार नगरौँ। यो स्टक 1500 नै जाला, हामी हतार नगरौँ। सेटअप देखाएको छैन यो स्टकमा, यसरी नै लामो यहाँ अब आएर यसरी नै लामो पहिला भन्नु पऱ्यो कि यहाँनिर यो ठाउँमा यसरी बन्नु पऱ्यो क्या पहिला, एउटा रेन्जमा बसेर है। त्यो रेन्जभन्दा तल आउनु भएन फेरि, अनि बल्ल हामी यो स्टकलाई आँखा लगाउन सक्छौँ अब होइन। भनेपछि खेलाडी भएको, राम्रो खेलाडी भएको स्टक यस्तो हुनु पर्यो। अर्को युएनएचपिएल पनि एक्जाम्पल छ होइन। अब धेरै मान्छे युएनएचपिएलमा पनि फस्यो रिसेन्टली, ल हेरौँ। अब युएनएचपिएलले पनि कति मजाको एकुमुलेसन गर्दै ल्याएको छु ल, खेलाडी भयो अन्त कति। यसको प्लेयरलाई चाहिँ मान्नुपर्छ है। यो के भन्छ, फन्डामेन्टल स्टक पनि होइन, तर किन गर्यो यस्तो ल, यस्तो स्टक चाहिँ बरु खोज्नु पर्यो है। यहाँ नसक्ला जस्तो टाइपको भएको थियो, तैपनि ऊ आफै फसिरहेको थियो होला सम्भवतः, फेरि ल्यायो ल, ल्यायो नि त होइन। अब अहिले के भयो, अहिले पनि उनीहरू बसिरहेछ यहाँ होइन। ल यस्तो प्याटर्न देख्नु पऱ्यो क्या। मिनर्भिनीहरूले चाहिँ, यो मिनर्भिनी भनेको वर्ल्ड फेमस ट्रेडरहरू हो, उनीहरूले चाहिँ यस्तो स्टक खोज्छ कि। अब यस्तो स्टक खोज्दाखेरि हामी अब यो स्टक फेरि जान्छ कि जाँदैन त, ल कन्फ्युज भयौँ भने यहाँ भोल्युम हेर्ने, यति सानो सानो भोल्युमबाट ल्याएर यति मार्कअप हेर्नु, यो जहाँनिर यो यसरी स्विङ स्विङ भइरहेछ नि त्यहाँ भोल्युम हेरौँ, कन्सन्ट्रेसन भोल्युम तल हेर्नु। यति धेरै यो एकोमुलेसन भयो, कन्सन्ट्रेसन भोल्युम हेर्नु त तल, यो मेरो कर्सर जे छ यो तल ज्यानफे भनेर यहाँ कन्सन्ट्रेसन छ नि, बढाउँदाखेरि फेरि उसले डिस्ट्रिब्युट गर्यो 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 माथि लाने ठाउँमा धेरै भोल्युम आउँछ क्या हेर्नु, माथि लानेमा। त्यसपछि यहाँ बेच्यो बेच्यो, तर अब यसमा चाहिँ यहाँनिर आएर चाहिँ
पहिलाभन्दा एकदम एग्रेसिभ भोल्युमहरू छ के कन्टिन्युअसली। यहाँ चाहिँ माथि लाने लाने बेलामा मात्र भोल्युम छ, उसले दिने बेलामा भोल्युम छैन। किन नदिएको भन्दाखेरि उसलाई अझै माथि लानु छ। तर अब यो ठाउँमा चाहिँ हेर्नु न, होइन, यो त ठिक छ, यो ठाउँमा आएको यो तलको भोल्युम सबै ठिक छ। तर यो ठाउँमा पनि यो लङ लङ भोल्युमहरू आइरहेछ कि हेर्नु न, यो एभरेज भोल्युम भन्दा लङ लङ भोल्युमहरू। उसले 3-4 दिन 3-4 दिनमा ठुल्ठुलो किताब बेचिरहेछ कि अहिले, 5 लाख 6 लाख 7 लाख किताब उसले बेचिरहेछ एक एक दिन बिराएर। भनेपछि अब चाहिँ हामी यो स्टकमा तत्काललाई चाहिँ इन्ट्री गर्नु भएन। अस्तिसम्म ठिक थियो, यहाँ हेर्नु यो मजाले स्टेयर केस बनाएर भइरहेको थियो नि त। त्यो कारणले गर्दाखेरि इन्ट्री गर्नु अगाडि हामी कहाँ छौँ भन्ने कुरा चाहिँ हेर्नु पऱ्यो कि। अब जहिले पनि होइन, अघि अब हाम्रो एउटा साथी विमल साथी जस्तो लाग्यो है, अब जिबिएलमा 550मा ल, खोइ त। भर्खर हामीले पढेको त्यत्रो मैले जुन तपाईँहरूलाई भने नि एउटा सेटअपको बारेमा, ल लेट से यो सेटअप यहाँ ठिक थियो, ओके थियो, होइन, एउटा रेन्जमा बसेर यो एउटा मार्कअप दियो, होइन, रिटेस्ट पनि दियो। हेर्नु न, यो जब यो ब्रेकआउट गऱ्यो नि यहाँनिर, जब यो यहाँनिर गएर एउटा यहाँ थियो, होइन, यहाँ थियो, यहाँ थियो, यहाँ थियो, ठिक थियो, सबै कुरा थियो, ब्रेकआउट थियो, रिटेस्ट दियो, गयो मार्कअप गयो। मार्कअप गइसकेपछि यो जब लास्टमा अहिले घटेको ठाउँ भने त योसम्म हो नि त हाम्रो, यहाँबाट लगेर घटेको ठाउँ भने त यो हो नि त एउटा, होइन, यो ठाउँ हो नि त। यो ठाउँभन्दा जब तल आयो नि यस्तो यस्तो, अब यो स्टक जान सक्दैन भन्ने कुरा यहीँनिर सोच्नु पऱ्यो के। किनभने यहाँनिर म्याक्सिमम् घटेको यहाँसम्म, फेरि यहाँसम्म बढ्यो भने चाहिँ यो एउटा रेन्ज हुनुपर्ने। यो रेन्जभन्दा यो जुन अहिले 500 मैले 37 भने है त, 537 500, यो 537भन्दा तल आउने बित्तिकै यो खेलाडीले हात उठायो भनेर हामीले यहीँ बुझ्नु पऱ्यो क्या जिबिएललाई। अब जिबिएल भनेर धेरै राम्रो कम्पनी, मैले पनि राखिरहेको छु जिबिएल। तर कहाँ भन्दाखेरि 500वाला स्टक मसँग बाँकी छ कि, 500वाला चाहिँ, होइन, अलिअलि धेरै छैन, सम नम्बर अफ हन्ड्रेडमा मात्र छ। भनेपछि मैले जिबिएल किन्यो यो 550मा 5-6 सयमा किन्नु पर्यो मैले, होइन। यो स्टकले त एउटा मोमेन्टम नै तपाईँको सेन्टिमेन्ट नै बिगारिसक्यो। यहाँसम्म त कुनै पनि खेलाडी लागेको स्टक भए यो यहाँसम्म आउँदै आउँदैन कि। अब यसो हेर्दा योभन्दा त माथि नै छ भन्ने कुरा हुन्छ। योभन्दा माथि छ भने यो एकुमुलेसन पनि यहाँसम्मै आएर गर्नुपर्छ। तर यो ठाउँमा त जिबिएलको एकुमुलेसन नै छैन, एकुमुलेसन नै छैन। मात्रै उसले के खोजिरहेछ जिबिएलको प्रमोटर अथवा कोही, माथि लाने अनि डम्प गर्ने, माथि लाने डम्प गर्ने भइरहेछ क्या जिबिएल आजको दिनमा, होइन। अब रिसेन्टली हिजो अस्तिसम्मदेखि चाहिँ जिबिएल अलिअलि हो न हो, यो हेर्नु यो भोल्युम मोमेन्टम देखिरहेछ, होइन, यो भोल्युम चाहिँ देखिरहेछ। यति धेरै दिनकाहरूपछि हेर्नु न यो भोल्युम देखिरहेछ। अब यहाँ सेटअप बन्न दिउँ जिबिएललाई, हामी हेर्नलाई। अब 550को जिबिएल उहाँसँग छ अरे, ल 550 भनेर त यहाँ अब कहिले किन्नु भयो, होइन। भनेपछि 10% त त्यहीँ गइसक्यो 550 र 500 भनेको त। त्यही भएर स्टक वाइज पनि जहिले पनि मैले भने यो कुरालाई जहिले पनि ख्याल राख्नु पर्यो, हामी कहाँ छौँ त, यहाँ छौँ कि, यहाँ छौँ कि, यहाँ छौँ कि, होइन। यहाँ नै भए पनि हुन्छ, यहाँ किन्नु पर्यो, यो रेन्जमै भए पनि हुन्छ, यहाँ किन्नु पर्यो, यहाँ बेच्नु पर्यो क्या। जहिले पनि आफ्नो स्टकको यो चेक गर्नु पर्यो, जहिले पनि हेल्थ कहाँनिर छौँ भनेर। यति मात्र गर्न सक्यौँ भने पनि हामी ठुल्ठुलो लसबाट चाहिँ मेरो विचारमा पक्कै बचिन्छ कि। कमाउन नसकिएर आफ्नोमा छ, तर लस ठुलो हुँदैन। जब लस तपाईँले हिजो 10% लस, आज 8% लस, होइन, लस मिनिमाइज गर्दै जानु भने वान डे चाहिँ तपाईँलाई कस्तो सेटअप आउँछ भन्दाखेरि 2-3% जहिले पनि प्रफिट खाने बानी अब त्यहाँ सिक्दै जानुहुन्छ। 2-3%बाट गर्दै गएपछि 5% 10% त्यो खाने भने चाहिँ सिक्दै जाने हो क्या हामीले यसरी।